अब आयो भन्नु पर्यो कसरी बाटोहरू नै छ हस् कति वर्षपछि यस्तो उकालो हिँड्यो हो गाडी धेरै वर्ष नि हजुर त हिँड्दैछ होला होइन म पनि 45 वर्षपछि हिँडेको यस्तो है ठ्याक्क त थाहा भएन अब काठमाडौँ पनि त हिँडिँदैन नि घर ओस ए त्यो तार छुने होइन त्यो त त्यहाँबाट छिल्न आएको ए ओके ओके यहाँ के हो यो करेन्ट भनेर खै होइन त्यो तारमा त्यो काँडा ऊ हुन्छ नि त्यो काँडा घोचेर केही हुँदैन हुँदैन त्यो काँडा घोचेर केही हुँदैन हो र कस्तो ज्यान हो त छिर्न मिल्दो रहेछ नि त तर प्राइभेट प्रोपर्टी होला सगरमाथाको चिसोमा पुगे जस्तै भयो है हाम्रो लागि त यही हो सगरमाथा के गर्नु अग्लो ठाउँमा चढेपछि रमाइलो रहेछ है ठाउँ पछि हिँड्नु त्यो के अरे यो स्प्रिङमा चाहिँ आउनुपर्छ क्या स्कुलमा आउँदा चाहिँ हजुर दामी हुन्छ ए उसको एनिमल्सको लागि रहेछ त्यो उनीहरूलाई नभएको भनेर घाँस खानलाई यहाँबाट खस्यो भने के हुन्छ यहाँबाट खस्यो भने के हुन्छ खै